Hello, namaste everyone. It's me SP Vlog and Anu Brider is here. यो पोखरामा छम टक्क लाएर यो के मलाई स्ट्रीको माट खेल्ने लागि स्पोन्सर रहेछ के हो हेर्न माथि ए पानी देन जब परिरहेछ बाइक आज पास गर्न आएको टक्क लाएर ढड्डा बन्दैछ टक्क लाएर तर लेकको भ्यू हेर्न कस्तो बवाल देखियो कि लेकको भ्यू चाहिँ यस्तो सेक्सी बवाल आमा यस्तो कस्तो रमाइलो छ जिन्दगी कप छैन फेरि मेरो बाइक स्टक बाइक कप्सको हेर्दाखेरि कप चाहिँ यस्तो छ डक्क लाएर बाइक चाहिँ फेरि यहाँ चाहिँ डक्क लाएर सेक्सी बाइक त्यही बाइकको आज सनाखत गर्न हिँडेर होइन नि बाइक पास छैन मेरो यहाँ साइकल हेर्नु पनि छैन चिसो छैन यहाँ पैसा लाग्छ नि ठिक छ अब लेकको भ्यू बाबा उता गराएको जान म यता बुस गर्दै गर्छु लेकको भ्यू सकिन्छ है सकिने भन है मलाई पोखरा यस्तो वेदरमा नि यस्तो छ वेदर ल आज पोखराको वेदर हेर्न यो सरङकोटको डाँडो यस्तो बबाल देखिरहेको छ यहाँ चाहिँ ढुङ्गा टक्क लाएर ढुङ्गा बबाले चाहिँ यस्तो पानी परेको त डर हुन्छ है ढुङ्गा चढ्न तल चढाइराख्यो नि यहाँ यस्तो बबाल बाइक भिडियो बनाऊँ भनेको खालको ल्याएको चाल्थ्यो फुटपाथतिर नि कोही छैन त म त पानी परेर होला फुटपाथतिर नि कोही छैन केटा फुटपाथतिर नि कोही छैन नि त फुटपाथतिर मौसम यस्तो छ खै 2-3 दिनसँग यस्तै हुन्छ भनिरहेको छ जाडो त लास्ट जाडो भयो नि यस्ता नि के काकिन हाने होला के मजा हुन्छ यस्तो लाग्छ यहाँ चाहिँ अब पानी पऱ्यो नि त के खाम्ला भनेको त्यो छैन नि त पानी परेर बाहिर गएर हामीलाई पनि ढुक्कर बस्छ मसँग छ क्या यस्तो फेरि काइकिङ गर्न त बहुत मजा आउँछ तर घाम लाग्दैन हामीलाई त फिलै नहुने कि केही नि यहाँ त त्यही त हो यहाँ 4-5 वर्ष बाहिर बसेर बल्ल हाने बल्ल केही चेन्ज हुन्छ अनि होइन आफ्नो ठाउँ भनेको यस्तै हो नि अब अर्काको ठाउँमा गरे अलिकति एउटा पोखरी देखिनु वाउ जस्तो हुन्छ नि फेरि होइन चाहिँ यहाँ टक्क हिँड्दा आइसक्यो तर आज त त्यस्तो साह्रै रमाइलो त छैन है माया लेकमा छि यस्तो लिखित रहेछ कि पिस्तो बबाले खेल्छन् टक्क यतिकोमा म चाहिँ क्लाउड हुने उसमा क्या क्रेज हुने अनि क्लाउड हुँदा क्रेज हुने अनि यस्तो रमाइलो जति हेऱ्यो नि तर सबैभन्दा रमाइलो यो लाउँछ कि जे भने पोखराको है कहाँ जाने भनेपछि चिन्ता गरेर लेक पोखरा चिनाको यही लेकले त जान पास गर्न आएको बाइक आज म घटै निस्किँदा टिकेर बसेको अस्ति फेरि घरै आएर मलाई उठाइदियो आजसम्म निस्किँदा भनेर बसिरहेको थिएँ यस्तो जाडो जाडो तातिसक्यो हाँसी छ भिजिसक्यो यस्तो ल फिसिङ है एसपी र म ट्याक्क हामी एक साइडतिर है झगेर थियो अनि घाँस आएको त हामी राष्ट्र व्यक्तिको काम थियो ट्याक्क अहिले हामी चाहिँ यता आइरहेछौँ पछाडि बिस्कुटले कति हरान हानेको कति हतार भएको त्यसलाई बटार डोबिना र ठोकियो क्या डुकलाई त्यो कामले डुकलाई ठोकिदियो कि हो ठोकिएको होइन मेरो चाहिँ घर है
बत्ती भयो कहाँ त्यही भएर हामीले यता लेख्दिन बेस्टीले बाइक कुदायो कति कुदायो यार डरै लाग्यो यार त्यो बिगार बनाने ग्लव्स दिने यार ग्लव्स